सॉरी आरके इंट्रो आन दे यार सो हेलो गाइस वेलकम टू माय न्यू चैलेंज किन आज चाहिँ हामीहरु उ गर्ने वाला हम लुका मारी खेल्ने वाला हम जुन चाहिँ हामीहरुको यो गाउँको घरमा हामीहरु पहिला पनि खेल्थ्यौं त्यहाँ चाहिँ म लास्ट नराम्रो तरिकाले हारिसके थिए किनभने भाइ देख्दैमै पाथेँ भाइ उतिखेर आएको म बरान्डामा गएर लुकेको अब चाहिँ म जाने वाला हो खोज्न लुक्न हेर्नु मेरो भ्लग बनाउने मैले ल वा हाम्रो भ्लग गराउन लाग्नु भएको छ तर मेरो मोबाइलमा यस्तो भएका तर मिल्दैन मिल्छ है भिडियो बनाउनु यस्तो हेर बजाउनु त ए गाइस युट्युबबाट गएर मिलाउँछु मैले बनाउँ भने क्यामेरामा मिल्छ सुन्नु एउटा चाहिँ मेरो भाइको युट्युब च्यानलमा चाहिँ लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्नु नभुल्नु होला हाम्रो भाइलाई यहाँ जिताउनु पर्छ कस्तो राम्रो हामी चाहिँ एकदम राम्रो छ फर्स्ट बोय हो कसको जाऊ नि त युट्युबमा गएर मिलाउनु यता हाम्रो मम्मी हुनु कि मम्मी उसको भ्लगमा हाई भन्ने हैन त हाई भन्नु अनि यता चाहिँ के हो मिलानु मेरो भ्लग हो इन्ट्रो को यार कसले पहिलो चोटी दिएको लुक्न जानु म भन्छु लुक्न मैले यो भ्लग बनाउँछु प्लिज भ्लग बनाउनु पर्दैन कि अर्को च्यानल नि हुन्छ त्यसमा गर्ने भयो भनेपछि भयो भन्दै त गाइस मैले एक घन्टा नगर्ने वाला बाइ बाइ अलिकलै बाइ अहिले छ टाइम खेल्नै छ नि पुरै सिन रेकर्ड गर्ने हो नो कट अहिलेको लागि मात्रै कट साथीहरू अहिले चाहिँ मेरो गोल हो खास ईशान दिदीले खोज्ने अरू भाडाबुडीहरूलाई त मैले इजिली खोजिहाल्छु ईशान दिदीले खोज्न अलि गाह्रो हुने होला त गाइस अब चाहिँ सबैले भइसक्यो अरे अनि मैले चाहिँ हिँड्न लागेको सबैले खोज्न म अब फ्रन्ट क्यामेरा भ्यू हाल्छु ए एकजना यही लुकेर बसे यहाँ हाम्रो 7 बजे गाइस हामीहरुको यहाँ सेलरोटी हो कि के रोटी पाक्दैछ गोलो सेलरोटी यस्तो गोलो जो खाने यो ए हाम्रो भान्जा पनि भेटिसकेका छन् अब दुईजना भेटिसकेका छन् भान्जा हाई गर्दिनु दुईजनाले हाई बाहिर हेलो गाइस भन ल अझ म धेरै टाइम वेट नगरिकन मसँग अझै 3 मिनेट छ अरू मान्छेहरूले खोज्नु हाम्रो घरको यो गल्ती माथि लाएको म किनभने त तलतिर त उम्मिद छैन छ भने कहीँ पनि मैले एकदम खतरा ठाउँबाट आएँ कि हो त पट्टि चाहिँ म धेरै लङ्गुली घुम्न जस्तै लाग्यो यता नि हुनुहुन्न पुरै ठाउँ खोजिसके माथि पुरै ठाउँ त खोजे होइन यो ढोका हुल्ला नि यहाँ जुर भिडियो बनाउन अरे कोही पनि भेट्दैन नि यार ईशान दिदी कहाँ जानुपर्छ मलाई लागेको ठाउँमा त मोबाइलको च्यालेन्ज हाल्नु मलाई तलतिर पुग्नु गाइस ओए मलाई आएको यता एउटा त मैले तलतिर खोज्ने बिर्छ नि हो योहरूमा नि हुनुहुन्न त्यसमा कता जानुभएको छ यति सिक्रेट ठाउँ त म डिसाइड गर्छु नि यति सिक्रेट ठाउँमा पुग्नु भयो दिदी यति सिक्रेट ठाउँमा त पुग्नु भएन होला कता मेरो यताउता चाहिँ हुनुहुन्छ दिदी मैले भेटाएँ के बिग बस भएको यार
बिग बॉस चल रहा गाइस भेट पाएगा भेट्दै नआउन् के म आफ्नो क्यामेरा भ्यूमा हाल्दा हो यसो चाहिँ मैले मेरो फोकस अरू ठाउँमै खेल्थे म क्यामेराबाट सबै चिज हेरेर हो तिमीहरू मेरो त पछाडि नआउ न तिमीहरू त्यहाँ उतै तिमीहरू जहाँ थियौ त्यही म जहाँ गर्ने तिमी पनि त किन पछि आएको र तिमीहरू पनि जाऊ भान्जा हुन्न न उता जाऊ दुइटै उता जाऊ म त भिडियो बनाउनु आएको गाई गर्ने यस्तो अवस्था हो तर म हार मान्दिनँ असली मजले कहिले पनि हार मान्दिनँ यता पक्का मैला के त वहाँ बाहिरतिर कि त खेतमा हो के नोकट भिडियो सुट गरेर आऊ मैले चाहिँ अहिले आवाज आउने टाढातिर उठाइरहेको छु के त यही जाउनु छ कि हिरो मिल्नु चाहिँ तपाईँ यहाँ नि हुनु न कहाँ त त्यो चाहिँ कहाँ लुक्नु भएको तर हेल्प चाहियो के दे तर हेल्प चाहियो कहाँ लुक्नु भएको र कहाँ लुक्नु भएको र ईशान दिदी कतातिर भाग्नु भएको हजुर के यो कोठामा अरूदेखि भन्नु ओए यो यहाँ हो जस्तै लाग्यो गाइस मलाई यहाँ पनि छैन भन त कहाँ रहनु त मान्छेहरू त गाइस मलाई एकदम खतरनाक चिटिङ वाला ट्रिक आयो मैले हार माने आउनु तल बैठे निम गरेको मैले हार माने ए ल हार मान्दिन भेटिनु भयो अलि क्यामेरामा आउनु न ल रुक न एकछिन यता मैले भ्लगलाई बन्द गरेँ मैले तिम्रोले युट्युबमा हाल्दैछु देखाम मेरो युट्युब च्यानलबाट चाहिँ ऊ हेर्न नि मिल्छ हजुरले भाइको ब्लग बाई बाई त गाइस बाई बाई फेल भएको महारानी हेलो आइ गर्नु के हाल चिनी गाइस आजको ब्लग चाहिँ मैले बनाउने छु ब्लग मेरोमा नि हेर्नु होला आजको ब्लग चाहिँ मैले यही इन्ड गर्नेवाला हो गाइस बाई बाई